मनोकामनाको केबुल कारमा बसेर छोरोको चुलबुलु यहाँ देखिरहेको छ। छोरोको यहाँ मुस्कान ताली पड्काएर पुरा ढोगिरहेको छ। मनोकामनाको दर्शन गरेर मनोकामनाको दर्शन गरेर केबुल कारमा बसेर घर फर्किँदाको दृश्य। गाडी कहाँ यसो बाटो आइन्छ हिँड्दैन बाइक त हिँड्छ। गाडी आउने बाटो त माथिबाट होला अर्कै बाटो होला के मात्रै जाँदैछ। बस्ती हेर्नु न बस्ती छ त तिनवटा खेतका गएर तिनी है मकै छरेको छ हेर। मनोकामनाको डाँडाका छहारीहरू र घर गाउँ पनि यो दृश्यमा देखिरहेको अवस्था। काम पाएको अवस्था बारे हेरेर हाल्छ हुन्छ नि। मकैको थाङ्रो सन्तलाका बोटहरू पनि छन्। सन्तला त धेरै बोलाइ छोड त आउँदैनस् फेरि भिडियो। त्यति कराउँदो रहेछ अघि उँभो जाँदा झन् धेरै परेर यसको गर्न गराउँदो रहेछ तिर्सुलीको डरमराउँदो गराउँदो रहेछ पोल आएपछि यहाँबाट देखिन्छन्। तिर्सुली नदेखियो किनारमा आइपुग्यो। तिर्सुली बगेर नारायण झरेछे तिम्रो मायाले मलाई के भन्छ मैस्याङदी बगेर तिर्सिलीमा झरेछ मैस्याङदी गाउँ त गाउँ मैस्याङदेखि झरेर तिर्सुलीमा झरेछ। तिम्रो मायाले मलाई खोइ के भन्छ गीतै गाउन गीतै आउन इन्डियनहरू पनि थुप्रो इन्डियन भर्खर आउँदैछन्। इन्डियनहरू भर्खर आइपुगे। अघि त कहाँबाट हिमाल छर्लङ्गै देखिरहेको त खिच्नु न भनेको खिच्नु भएन। अनि बाटो त सानो छ त माथि यहाँ हेर्दाखेरि त त्यही हामी जाने बाटो। माथिबाट हेर्दा शान्त थियो। यस्तो पाहाडमा बाटो बनाएर खनेर एउटाबाट एउटा पुल निकै लामो पो रहेछ हौ। 15 मिनट लाग्दो यार। कति मिनट भयो हामी हिँडेको? घडी हेरिएन 7 मिनट भइसक्यो। 10 मिनट लाग्छ। म त अघि तिर्सुल ऊ खोलाको सिधा आयौँ भनेको त कि आएकै रहेनछ। आएकै छैन अब चाहिँ आयो। अघि उहाँबाट हेर्दा त यहीँ जस्तो देखि त होइन पो रहेछ। अहिले चाहिँ आइपुग्यो। खटाटेर कानै बन्द गर्छ गरे कान होइन मुटु चिसो गर्दो रहेछ जस्तो झर्दाखेरि त। मेरो त कानै बन्द भयो जस्तै भयो तर अहिले त गरे यहाँ सखा रुख पो रहन्छ यतै सखुवाको रुख पनि छैन यहाँ सखुवा। नानी हिँड्नु हुँदैन अरे यहाँ नानी बस्नु सिटमा हामी यहाँ त्यहाँ आउँदैन ठुलो आएको छौँ यतै बस यतै यहाँ झ्यालमा भाउँदैन। यहाँ अलिक सोह्रो गरे आफै गर्छ है क्या यसको कन्ट्रोल बनायो। अहिले चाहिँ तिर्सुली नदीमा आइपुग्यो। यही बाटो होला उता जाने उँभो जाने भने त यही बाटोबाट घुमेर जाने है। यही बाटो जाने त गाडी झर्दैछ त कस्तो उकालो राखेर जाने हेर त कस्तो उकालो न। बाइक त एक नम्बर लानु पर्यो। गाडी पनि आउँदैछ। सानो गाडी हिँड्नु यस्तामा के को बाइक कुदाउँछ कुदाउँछन् नि गइहाल्छ नि केटाहरू यतिको मान्छे बाइक लिएर आइरहेका छन् हो। सिपालु मान्छेहरू त हाम्रो निहार जाने हो भने त तल झार्छन्। चढाउनु सक्छ यसमा त मजाले। राम्रो देखाएको छ राम्रो फोटो सो लाग्यो उठीको सिपालु कान पुरै बन्द भयो मेरो रात। मेरो पनि कानै बन्द पुरै बन्द भयो। टिका त लगाइदिएछ राम्रो काम गरेछ। टिका टाँसेको परे टिपिक टिभी टाँसेछ। टिका लगाइदिइहाल्छ नि बनाइदिइहाल्छ।
अलिक गुनासो गरेर भात खानु भएन भने त ल एमाले पार्टी होटलमा गएर तिरेको त होटलको चार तिरिम त भन्दैको जातिरेको यो यसको पनि 600 आएर छ त्यही भएर त्यो 1000ले रिस उठेर मैले 700 बनाउँथ्यो 600 मा बनाइदिन्छु भन्दै थियो भन्दै थियो त अहिले माथि काँटा दुख्ने कानै बन्द भयो मेरो त मेरो पनि कानै भन्नु खतम रहेको त म त यस्तो गर्दैन थियो त चल साउन्डै आउँदैन बन्द थियो नि त वहाँ यहाँ खुल्ला रहेछ अनि नछु भनेको सुयो भने म अलार्म बज्छ छोरो अलार्म बज्छ नछु भनेको अलार्म बज्दै सुन्दैनस् के भएर बस्न ओइ नानी छुनु हुँदैन अलार्म कराए आइपुग्यौँ अहिले त